भाइ माइन्ड नगर्नु, तपाईँले चाहिँ पैसा दिएको भए पनि भर्ती हुन्थेन है। किन भनेर म एकछिनमा भन्छु। त्योभन्दा अगाडि यो भाइको कमेन्ट पढौँ है त। भाइले के भनेको छ भने मैले 3टै फेज पास गरेर पनि पैसा नदिएको हुनाले म भर्ती भएन भनेको छ। तर पोखरामा चाहिँ गएर 3टै फेज पास गर्दा पनि मान्छे किन भर्ती हुँदैन त? त्यो भाइले भनेको ठिकै हो, उसले 3टै फेज पास गरेको हो, तर सबै पास हुने मान्छेहरू भर्ती हुँदैन क्या। यसमा बुझ्नुपर्ने के जरुरी छ भन्दाखेरि 571 जना अब जाँदैछ, अनि त्यो 571 जना सबैले पास गरे पनि सबैजना चाहिँ भर्ती हुँदैन। किनभने कोटा थोरै हुन्छ। अब 350 जनाको होला अरे अथवा 300 जनाको होला अरे भनेपछि 350 जनाभित्र जो छिर्छ, त्यो कोटाभित्र जो टप माथि माथि आउँछ उनीहरू चाहिँ भर्ती हुने हो। त्योभन्दा पछाडि आउने भाइ जस्तो लो ग्रेडमा आउनेहरू चाहिँ भर्ती हुँदैन क्या। पास र फेलको कुरा होइन क्या यहाँ। पास त सबै हुन्छ नि, तर हाई मार्क्स लिएर चाहिँ पास हुनु पर्यो क्या। पोखरा जाने सबै मान्छे भर्ती हुँदैन, त्यो सबैले बुझ्नु जरुरी छ तपाईले। तर पोखरा गएर जसले एकदम राम्रो पर्फर्मेन्स दिन्छ, जो माथि माथि आउँछ, त्यो मान्छेहरू मात्र भर्ती हुने हो क्या। तर यो भाइ जस्तो चाहिँ लो ग्रेडमा पास हुने मान्छेहरू भर्ती हुँदैन। हो पास भयो होला, तर कसरी पास भयो त भन्दाखेरि चाहिँ लो ग्रेडमा पास भयो क्या। त्यसले गर्दा यस्तो लो ग्रेडमा पास हुने मान्छेहरू पैसा नै दिए पनि भर्ती चाहिँ हुँदैन है। सो बुझ्नु होला। त्यही भएर पैसा दिनु जरुरी छैन, हुने मान्छे त्यतिकै पनि हुन्छ। हुने मान्छेलाई धुलो न मुलो हुन्छ नि, त्यही हो। पैसा नदिनु होला है साथीहरू।